विद्यार्थी भाइ बहिनीहरू आज हामीले च्याप्टर 1 को सेट भन्ने च्याप्टर सुरु गर्न गइरहेका छौँ। सिडिसीले सिलेबस इस्यु गरे अनुसार तपाईहरुको दुईटा टपिक समावेश गरेको छ। एउटा डिसजोइन्ट एन्ड ओभरल्यापिङ सेट, अर्को प्रोपर एन्ड इम्प्रोपर सेट भनेर। यसको च्याप्टरको टोटल मार्क्स एलोकेसन चाहिँ तपाईहरुको 3 मार्क्स एलोकेट गरेको छ। यहाँ दुईटा टपिकहरु मात्र भए पनि यो दुईटा टपिकहरुसँग सेटको अरु पनि टर्म्स र टपिकहरु रिलेटेबल भएर क्वेशन आउने हुनाले पहिला हामी सरल कन्सेप्ट लिँदै अनि मेन सिलेबसमा फोकस गर्दै मोडल क्वेशन र पास्ट क्वेशनहरु सल्भ गर्ने छौं। ल सबैभन्दा पहिला सेट भनेको के हो भन्ने कुरा बुझौं। सेट भनेको वेल डिफाइन्ड कलेक्सन अफ डिस्टिंक्ट अब्जेक्ट। अब यसमा दुईटा कुरा तपाईहरुले बुझ्नु पर्यो। कुनै पनि कुरालाई सेट भन्नको लागि त्यो एउटा वेल डिफाइन्ड पनि हुनु पर्यो र डिस्टिंक्ट अब्जेक्टहरु पनि हुनु पर्यो है। अनि सेटलाई चाहिँ नि रिप्रेजेन्ट गर्दाखेरि सधैं क्यापिटल लेटरले रिप्रेजेन्ट गर्ने गरिन्छ। सेट भित्रको मेम्बर एलिमेन्ट्सहरुलाई चाहिँ नि कर्ली ब्र्याकेटमा इन्क्लोज गरिन्छ भने एउटा मेम्बरबाट अर्को मेम्बरमा चाहिँ नि लेख्दाखेरि कमाले सेपरेट गर्ने गरिन्छ। जस्तै तपाईहरुले यहाँ एक्जाम्पलमा देख्न सक्नुहुन्छ। ए भनेको 1 2 3 4 5 लेख्या छ। ए भनेको सेटको नाम भयो सेट ए। अनि 1 2 3 4 5 यिनीहरु चाहिँ नि तपाईको मेम्बर अथवा एलिमेन्ट्स अफ द सेट भन्छ। अनि मेम्बर अथवा एलिमेन्ट्सलाई कर्ली ब्र्याकेटले क्लोज गरेको छ। त्यस्तै अर्को छ सेट बी। सेट बी मा ए ई आई ओ यू भन्ने छ। अब कस्तो चीज चाहिँ सेट हुँदैन त नि भन्ने कुरा बुझ्नलाई जस्तै सेट एउटा एक्जाम्पल लिन्छु सेट सी भन्ने। तर यो सेट सी हुँदैन। किन हुँदैन भने यो वेल डिफाइन्ड पनि छैन र डिस्टिंक्ट पनि हुँदैन। किनभने अल ब्युटिफुल पिपल अफ नेपाल भनेर सी इक्वल्स टु अल ब्युटिफुल अफ पिपल अफ नेपाल भनेपछि अब यो वेल डिफाइन्ड हुन सकेन। त्यस्तै प्रोपर्टिज अफ सेट हेरौं। क्यान बी रिटन इन एनी अर्डर भनेको चाहिँ नि सेटको चाहिँ नि एलिमेन्ट्सहरुलाई जुनसुकै अर्डरमा पनि तपाईहरुले लेख्न सक्नुहुन्छ। जस्तै एक्जाम्पलको लागि हेर्नु सेट ए भन्ने छ ए आई भन्ने। अब यहाँ चाहिँ एलिमेन्ट लेख्दाखेरि ए ई आई गरेर लेखेको छ। अब त्यही सेटलाई चाहिँ सेट बी बनाएर लेख्दाखेरि आई ए ई लेखेको छ अथवा चाहिँ ई ए आई जे गरेर लेख्दा पनि हुन्छ। त्यो भनेको केही फरक पर्दैन, एउटै सेट हो, इक्वल सेट हुन्छ। त्यस्तै सेम एलिमेन्ट्स क्यान नट बी रिपिटेड भनेर भनेको छ। भनेको मेम्बर अथवा एलिमेन्ट्सहरु चाहिँ नि रिपिटेड हुन भएन। त्यो रिपिटेड भयो भने त्यो सेट हुँदैन। फर एक्जाम्पल ए भनेको 2 4 6 8 छ। अर्को चाहिँ नि सेट हुँदैन। यो सेकेन्डमा लेखेको चाहिँ सेट हुँदैन किनभने यसरी यो रिपिटेड गरेर लेख्न पाइँदैन। ल त्यस्तै गरी अब सेटलाई कसरी रिप्रेजेन्ट गरिन्छ भनेर हेरौं। सेटलाई रिप्रेजेन्ट गर्ने धेरै मेथडहरु छन्। जस्तै एउटा फर्स्ट नम्बरमा रोस्टर अर टेबुलर फर्म। रोस्टर अर टेबुलर फर्ममा के गरिन्छ भने सेटको एलिमेन्ट्सहरु लेखिन्छ। एलिमेन्ट्सहरुको बीचमा चाहिँ नि कमा दिइन्छ, कर्ली ब्र्याकेटले इन्क्लोज गरिन्छ। त्यस्तै अर्को मेथड छ सेट बिल्डर अर रुल फर्म भन्छ। योमा चाहिँ नि एलिमेन्ट्सहरुलाई डाइरेक्ट लेखेर कमाले सेपरेट गरेर लेखिदैन। योमा चाहिँ नि एउटा रुल बनाइन्छ। त्यो रुल भित्र बसेर सेटको एलिमेन्ट्सहरुलाई हामीले थाहा पाउनु पर्ने हुन्छ है त। जस्तै एक्जाम्पलमा हेरौं a इक्वल्स टु x सच दैट x इज लेस देन अर इक्वल्स टु 5 एन्ड ग्रेटर देन अर इक्वल्स टु 1 वेयर अथवा एन्ड x बिलोंग्स टु n भनेको नेचुरल नम्बर भनेको के भयो त। यहाँ चाहिँ नि x 1 भन्दा अथवा 1 सँग बराबर छ, 5 भन्दा अथवा 5 भन्दा सानो अथवा 5 भन्दा बराबर 5 सँग बराबर छ। अनि n भनेको नेचुरल नम्बर हो भने हामीले के लेख्न पाइयो त 1 2 3 4 5 गरेर लेख्न पाइयो है। अनि त्यस्तै अर्को थर्ड मेथड छ डिस्क्रिप्टिभ मेथड। योमा चाहिँ नि कमा दिनुपर्ने, कर्ली ब्र्याकेटहरु युज गर्ने केही पनि हुँदैन, डाइरेक्ट लेखिन्छ। जस्तै a इक्वल्स टु सेट अफ 5 फर्स्ट 5 नेचुरल नम्बर भनेर लेखियो है। त्यस्तै अर्को टपिक छ कार्डिनल नम्बर अफ सेट भन्ने। अब कार्डिनल नम्बर अफ सेट भनेको सिम्पली बुझ्दाखेरि नम्बर अफ एलिमेन्ट्स इन द सेट हो। जस्तै एक्जाम्पल हेर्यो भने बुझिहालिन्छ। a इक्वल्स टु 1 2 3 4 5 भनेर लेख्यो है। अब कार्डिनल नम्बरलाई हामीले चाहिँ डिनोट गर्नुपर्दा कसरी गरिन्छ भने स्मल एन लेखिन्छ अनि स्मल ब्र्याकेट भित्र सेटको नाम लेखिन्छ अनि इक्वल्स टु दिएर सेट भित्र कतिवटा छ एलिमेन्ट्स अथवा मेम्बर त्यसलाई गन्ने अनि त्यो नम्बर लेखिदिनु। जस्तै 1 2 3 4 5 भयो। यहाँ हामीले 5 लेखियो है।
ल अब अर्को टपिक छ युनिभर्सल सेट भनेर। यो युनिभर्सल सेट चाहिँ अलिकति तपाईँहरूको लागि इम्पोर्टेन्ट छ है। अब युनिभर्सल सेट भनेको के हो भन्दा अ सेट विच कन्टेन्स अल द एलिमेन्ट्स अन्डर कन्सिडरेसन फर अ पार्टिकुलर डिस्कसन अर प्रब्लम भनेको चाहिँ नि युनिभर्सल सेट भनेको त्यस्तो सेट हो रे। कुनै पनि पार्टिकुलर डिस्कसन अथवा प्रब्लम रिलेटेड विभिन्न सेटहरू छन् भने धेरै नै त्यो सेटहरूको अथवा सिङ्गल अथवा विभिन्न छन् र त्यो सेटहरूको सबै एलिमेन्ट्स कन्टेन गर्ने सेटलाई युनिभर्सल सेट भनिन्छ भन्यो। अनि यसलाई चाहिँ नि क्यापिटल युले रिप्रेजेन्ट गरिन्छ। जस्तै इक्जाम्पलमा हेर्नुभयो भने एबिसी भन्ने तीनटा सेटहरू छन् होइन। यसको आफ्नै एलिमेन्ट्सहरू छ। जस्तै ए सेट एमा 1 2 3 4 छ। अनि सेट बीमा के छ 1 2 5 6 छ। अनि सेट सीमा 2 6 8 10 छ। अब एबिसी भन्ने एउटा कुनै पनि पार्टिकुलर प्रब्लम वा डिस्कसनको लागि युज गर्न लागि सेट हो भने यो एबिसी भन्ने सेटको चाहिँ नि युनिभर्सल सेट भनेको के हुन्छ त भन्दा एबिसीमा भएका सबै एलिमेन्ट्सहरू युको एलिमेन्ट्स भयो भने त्यो यु चाहिँ नि युनिभर्सल सेट हुन्छ। जस्तै हेर्नुहोस् यु इक्वल्स टु 1 2 3 4 5 6 8 10 भनेर लेख्यौँ। तर युनिभर्सल सेट लेख्दाखेरि एउटा कुरा के ध्यान दिनु पऱ्यो भने रिपिट चाहिँ गर्नु भएन है। मेम्बर अथवा एलिमेन्ट्सहरू रिपिट गर्नु भएन। अनि अर्को कुरा अल द सबसेट्स आर डिराइभ फ्रम युनिभर्सल सेट। सबै सबसेटहरू चाहिँ नि युनिभर्सल सेटबाट डिराइभ हुन्छ। अब यो सबसेट भनेको के हो भन्ने कुरा चाहिँ नि अब फेरि हामी पढ्छौँ है। ल सबसेट भन्ने टपिक सुरु गरौँ। अब वाट इज सबसेट भनेर तपाईँहरूलाई सोध्न सक्छ एक्जाममा। इफ देयर आर टू सेट्स ए एन्ड बी एन्ड इफ एभ्री एलिमेन्ट्स अफ सेट बी इज कन्टेन्ड बाई सेट ए देन सेट बी इज कल्ड सबसेट अफ सेट ए भन्यो। अब यहाँ के भन्यो त दुईवटा सेट छ सेट ए र सेट बी। अनि सेट बीमा भएको एलिमेन्ट्सहरू सबै एलिमेन्ट्स चाहिँ नि सेट एमा पनि इन्क्लुड छ अथवा कन्टेन्ट छ भने त्यस्तो केसमा सेट बीलाई चाहिँ के भन्छ सबसेट अफ सेट ए भन्छ। अनि डिनोट कसरी गरिन्छ नोटेसन डिनोट चाहिँ यसरी गरिन्छ है। अनि हियर सेट ए इज कल्ड सुपर सेट अफ सेट बी एन्ड डिनोटेड एज कसरी डिनोट गर्छ त यसरी गर्छ है। अब यहाँ तपाईँहरूले बुझ्नु पऱ्यो बिए नै लेखेको छ र सिम्बलको चाहिँ नि राइट साइडतिर ओपनिङ छ भन्ने चाहिँ नि तपाईँहरूले बी चाहिँ नि ए को सबसेट हो भन्ने बुझ्नु पऱ्यो। अथवा राइट साइडतिर ओपनिङ छ सिम्बलको भने सबसेटको कुरा गरिरहेछ भनेर तपाईँहरूले बुझ्नु पऱ्यो। अनि त्यसरी नै लेफ्ट साइडतिर सिम्बलको ओपनिङ छ भने ए इज सुपर सेट अफ बी भन्ने कुरा बुझ्नु पऱ्यो। अथवा सुपर सेटको कुरा गर्न खोजिरहेछ भन्ने कुरा बुझ्नु पऱ्यो है। कन्फ्युज हुनु भएन। अनि त्यसपछि एभ्री सेट इज अ सबसेट अफ इट सेल्फ भनेर भनेको छ। अब यो भन्न खोजेको के हो त भन्दा जस्तो तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ ए भन्ने सेट छ भने ए भन्ने सेट जस्तै के छ त 1 2 3 छ भने अब यसको कुनै सबसेटहरू धेरै नै हुन्छ। कुनै एउटा सबसेट लेख भन्यो भने के लेख्न पाइयो त यसको सबसेट बी हो भनेर चाहिँ यो सेट जे छ जस्ताको त्यस्तै लेखिदिन पाइयो है। इक्वल सेट बनाएर त्यो लाइनले त्यही भन्न खोजेको। अनि त्यसपछि इम्प्टी सेट इज अ सबसेट अफ एभ्री सेट भनेर भन्यो। कुनै पनि सेटको चाहिँ नि धेरै सबसेट हुन सक्छन्। अब इम्प्टी सेट चाहिँ सबै सेटको सबसेट हो भन्न खोजेको। जस्तै सेट ए भनेको अघिकै छ 1 2 3 छ भने यसको कुनै एउटा सबसेट लेख भन्यो भने सेट बी इक्वल्स टु इम्प्टी सेट 5 अर यसरी चाहिँ नि खाली कर्ली ब्र्याकेट लेखिदिन सकियो है। अनि त्यसपछि तपाईँहरूले हेर्न सक्नुहुन्छ इक्जाम्पलमा के भनिरहेछ एउटा सेट ए छ 1 2 3 गरेर 10 सम्म। अनि सेट बी छ 2 4 6 8 10। अब यहाँ के छ त सेट बीमा भएको जति सबै एलिमेन्ट्सहरू सेट एमा कन्टेन्ट छ अथवा इन्क्लुड छ। यस्तो केसमा फर्स्टको नोट के अरे फर्स्टकोले चाहिँ के भनिरहेछ बी सबसेट अफ ए भन्यो। अनि सेकेन्डकोले के भन्यो ए सुपर सेट अफ बी भन्यो। अनि योमा कन्फ्युज नहुने राइट साइडतिर ओपनिङ छ भने सबसेटको कुरा लेफ्ट साइडतिर सिम्बलको ओपनिङ छ भने सुपर सेटको कुरा है। अनि अब यो टपिक पनि इम्पोर्टेन्ट छ है। टोटल नम्बर अफ सबसेट द्याट क्यान बी मेड फ्रम गिभन सेट कसरी निकाल्न सकिन्छ त कुनै पनि सेटको धेरै सबसेटहरू बन्न सक्छन्। कतिवटा बन्छन् भन्ने कुरा चाहिँ यो फर्मुला लगाउनु पऱ्यो 2 को पावर n भन्ने जहाँ n भनेको चाहिँ नि नम्बर अफ एलिमेन्ट्स हो अथवा चाहिँ नि कार्डिनल नम्बर हो भन्ने कुरा बुझ्नु पऱ्यो है। अब इक्जाम्पल हेर्नुभयो भने बुझ्नुहुन्छ अलि सजिलै सेट ए छ 1 2 3 भन्ने। अब टोटल नम्बर अफ सबसेट द्याट क्यान बी मेड फ्रम सेट ए कसरी निकाल्ने त 2 को पावर n गर्नु। n भनेको
इलिमेन्ट्स गन्ने सेटमा कतिवटा छ एउटा दुईटा तीनटा इलिमेन्ट छ यनको ठाउँमा पावर 3 राख्ने 2 को पावर 3 भनेको 8 भयो भनेपछि सेट एबाट चाहिँ नि 8 वटा इलिमेन्ट्सहरु के अरे 8 वटा सबसेटहरु बन्छ भन्ने कुरा बुझियो है ल अब हामी टाइप्स अफ सबसेट पढ्दै छौं टाइप्स अफ सबसेट दुईटा छ प्रोपर सबसेट इम्प्रोपर सबसेट यो चाहिँ नि तपाईहरुको बीएलई को एक्जामको लागि एकदम इम्पोर्टेन्ट टपिक हो योबाट रेगुलर क्वेशनहरु सोधिराख्छ है टाइप्स अफ सबसेट भित्रको प्रोपर सबसेट भनेको के हो त इफ देयर आर टू सेट्स ए एन्ड बी एन्ड देन set B is a proper subset of set A if there is at least one element in A not contained in B भन्यो भन्नु खोजेको के हो भने A र B भन्ने दुईटा सेट छ अनि सेट B लाई चाहिँ नि A को सबसेट प्रोपर सबसेट हैन कि प्रोपर सबसेट है प्रोपर सबसेट त्यति बेला मात्र भनिन्छ जति बेला B मा भएको सबै एलिमेन्ट्सहरु A मा पनि हुन्छ अनि B मा नभएको चाहिँ नि एटलिस्ट एउटा मात्र एलिमेन्ट भए पनि बढी A मा हुनु पर्यो भन्नु खोजेको है अनि प्रोपर सबसेटको नोटेसन चाहिँ यो हो राइट साइडमा सिम्बललाई ओपनिङ गराउने जुन प्रोपर सबसेट हो त्यसलाई लेफ्ट साइडमा लेख्ने अनि ओपनिङ तिरको राइट साइडमा चाहिँ नि त्यसको चाहिँ नि सुपरसेटलाई लेख्ने है अब एक्जाम्पल हेर्नुस् अनि बुझिन्छ फर एक्जाम्पल A भनेको चाहिँ नि के छ सेट A 1 2 3 देखि 10 सम्म छ सेट B के छ त 1 3 5 7 9 छ अब योमा हेर्नु भयो भने 1 3 5 7 9 सबै सेट A मा छ र सेट B मा भएको भन्दा अझै बढी पनि एलिमेन्ट्सहरु सेट A मा छ जस्तै 2 4 6 8 10 हैन एटलिस्ट एउटा मात्र हुनु पर्थ्यो अथवा बढी भए पनि केही भएन यहाँ बढी छ एउटा भन्दा हैन यस्तो केसमा के भयो त सेट B चाहिँ नि प्रोपर सबसेट अफ A भन्ने कुरा बुझ्नु पर्यो है अनि एउटा सेट कुनै पनि सेट छ भने त्यो सेटबाट चाहिँ नि धेरै प्रोपर सबसेटहरु बन्न सक्छन् है जस्तै A भनेको चाहिँ नि HABIT छ भने अनि सेट B भनेको चाहिँ नि ABIT छ सेट C चाहिँ नि BIT मात्र छ र सेट D IT छ भने चाहिँ नि यो सेट B C D भनेको के रहेछ त प्रोपर सबसेट अफ सेट A भन्न खोजेको है यो सेटको किनभने योमा भएको भन्दा एउटा बढी कम्तिमा पनि योमा छ योमा भएको भन्दा दुईटा एलिमेन्ट बढी छ योमा भएको भन्दा तीनटा एलिमेन्ट्स बढी छ यसरी बुझ्नु पर्यो अब अघि हामीले के भनेको थियौ त भन्दाखेरि सबसेट पढ्ने बेलामा चाहिँ नि सबसेटमा भएको एभ्री सबसेट पढ्ने बेला हामीले के भनेको थियौ एभ्री सेट इज अ सबसेट अफ इटसेल्फ भनेको थियौ कुनै पनि सेट छ भने त्यो सेटको चाहिँ नि सबसेट लेख भन्यो भने त्यही सेट एकचोटी लेख्दिदा हुन्छ भनेको थियो तर प्रोपर सबसेटमा यस्तो हुँदैन है जस्तै हामीले चाहिँ सेट A लाई अघि प्रोपर सबसेट भन्यो सेट A इटसेल्फ इज नट द प्रोपर सबसेट अफ सेट A सेट A को प्रोपर सबसेट लेख भन्यो भने त्यही सेट चाहिँ लेख्न पाइएन कन्फ्युज हुनु भएन सबसेट भन्यो भने सेट A लाई चाहिँ नि दियो र त्यसको सबसेट लेख भन्यो भने त्यही सेट लेख्दिदा भयो हैन तर प्रोपर सबसेट दियो भने चाहिँ नि सेट A भनेर दियो र त्यसको प्रोपर सबसेट लेख भन्यो भने चाहिँ नि त्यही सेट A लाई लेख्न पाइएन भनेको यसमा कन्फ्युज नहुने है अनि लिस्ट द प्रोपर सबसेट अफ सेट A भन्यो सेट A दियो SIR भन्ने यसको चाहिँ नि प्रोपर सबसेटहरु लिस्ट गर भन्यो भनेपछि के गर्यो के भयो त अब जुन सेट हो त्यो लेख्न पाइएन बाँकी रहेको सबै लेख्न पाइयो है जस्तै S र I S र R I र R S I R है 1 2 3 4 5 6 भइहाल्यो हैन अनि त्यसपछि हाउ मेनी प्रोपर सबसेट डज सेट A इक्वल्स टु SIR have भन्यो हैन अब यो निकाल्ने चाहिँ फर्मुला छ हामीसँग कुनै पनि सेट दियो अनि त्यो सेटबाट चाहिँ प्रोपर सबसेट कतिवटा बन्छ निकाल भन्यो भने चाहिँ हामीले के फर्मुला लाउने हो 2 को पावर n माइनस 1 भन्ने वाला फर्मुला लाउने हो यो n भनेको चाहिँ अघि सबसेटमा गरे जस्तो टोटल नम्बर अफ एलिमेन्ट्स हो है भन्न खोजेको के रहेछ त यहाँ के भयो यस सेट A मा SIR भनेर दियो तीनटा एलिमेन्ट छ 2 को पावर n मा चाहिँ नि n भनेको कतिवटा एलिमेन्ट छ तीनटा छ माइनस 1 गरेपछि 8 माइनस 1 इक्वल्स टु 7 प्रोपर सबसेट बन्छ सेट A बाट भनेर हामीले भन्न सक्ने अवस्था रह्यो अघि यो चाहिँ नि यसको सबसेट लिस्ट गर भन्दाखेरि चाहिँ यो इम्प्टी सेट छुट्या रहेछ है यही सेटको चाहिँ नि कतिवटा बन्छ 7 वटा बन्छ भनेपछि एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा यसरी बन्यो है तर यो सेटको चाहिँ प्रोपर सबसेट लेख भन्दाखेरि चाहिँ नि यही सेट चाहिँ यसरी SIR भनेर लेख्न पाइएन यो रङ हुन्छ तर चाहिँ नि
यही सेट ए इक्वल्स टु एसआइआर भनेर दियो। अनि यसको सबसेट लेख भन्यो भने चाहिँ नि बी इक्वल्स टु सबसेट मात्र भन्यो भने चाहिँ नि बी इक्वल्स टु एसआइआर भनेर चाहिँ यो केसमा चाहिँ लेख्न पाइयो है, कन्फ्युज नहुने। ल टाइप्स अफ सबसेट भित्रको हामीले प्रोपर सबसेट अघि पढ्यौँ। अब अर्को के छ त टाइप्स इम्प्रोपर सबसेट छ। इम्प्रोपर सबसेट भनेको के हो त? इफ सेट ए एन्ड बी आर टू सेट्स देन सेट बी इज कल्ड इम्प्रोपर सबसेट अफ सेट ए इफ सेट बी इज इक्वल्स टु सेट ए भन्यो। के भन्न खोज्यो त? दुईवटा सेट छ अरे ए र बी भन्ने, अनि बीलाई चाहिँ नि ए को इम्प्रोपर सबसेट त्यति बेला मात्र भनिन्छ जति बेला सेट ए र सेट बी इक्वल हुन्छ। त्यो कन्डिसनमा चाहिँ नि सेट बी भनेको चाहिँ नि सेट ए को इम्प्रोपर सबसेट हुन्छ भन्यो होइन। भन्न खोजेको के रहेछ त? इम्प्रोपर सबसेट अफ सेट ए इज सेट ए इटसेल्फ। कुनै पनि सेटको इम्प्रोपर सबसेट लेख भन्यो भने चाहिँ नि त्यही सेट हुँदो रहेछ, आफू नै हुँदो रहेछ। अनि कसरी डिनोट गर्छ त योमा? अहिलेको जस्तै सुपर सेटलाई राइट साइडमा सुपर सेटतिर ओपनिङ हुन्छ, तलपट्टि अन्डरलाइन पनि हुन्छ, अनि जुन इम्प्रोपर सबसेट हो त्यसलाई चाहिँ नि लेफ्ट साइडमा लेखिन्छ है। नोटेसन यसरी गरिन्छ। अनि अब कस्तो भयो भन्दाखेरि चाहिँ नि योमा आफू नै ठ्याक्क इक्वल दुईवटा इक्वल सेटहरू चाहिँ नि भएको केसमा इम्प्रोपर सबसेट हो भन्ने बित्तिकै हामीले यहाँ ए र बी लेख्यौँ। यदि चाहिँ नि बी र ए लेखेको भए हामीले यो नोटेसन युज गर्थ्यौँ है। त्यो केसमा चाहिँ नि नोटेसन त्यो हुन्थ्यो। अनि अ सेट अलवेज ह्याज ओन्ली वान इम्प्रोपर सबसेट द्याट इज इटसेल्फ। के भने त? एउटा कुनै पनि सेट छ भने त्यसको सेटको चाहिँ नि एउटा मात्र इम्प्रोपर सबसेट हुन्छ, त्यो भनेको आफू नै हो भन्यो। जस्तै हामीले अघि चाहिँ नि कतिवटा सबसेट बन्छ भनेर सोद्धाखेरि चाहिँ टू को पावर एन भन्ने फर्मुला युज गरेर चाहिँ नि कतिवटा इलिमेन्ट छ त्यो अनुसारको सबसेट लेख्थ्यो। अनि प्रोपर सबसेटको चाहिँ नि कतिवटा प्रोपर सबसेट बन्छ भन्दाखेरि चाहिँ नि टू को पावर एन माइनस वान गरेर इलिमेन्ट्स गन्थ्यो अनि लेख्थ्यो। भनेको सबसेट प्रोपर सबसेटहरू चाहिँ नि एउटाभन्दा बढी हुन पनि सक्ने अवस्था रह्यो। तर इम्प्रोपर सबसेट भनेको के हुँदो रहेछ त? इम्प्रोपर सबसेट कुनै पनि सेटको इम्प्रोपर सबसेट चाहिँ नि कतिवटा छ भने सिर्फ एउटा मात्र हुँदो रहेछ, त्यो भनेको आफू नै है। अब जस्तै इक्जाम्पल हेऱ्यो भने अलिकति क्लियरली बुझिन्छ। सेट ए इक्वल्स टु 1 2 3 छ, सेट बी इक्वल्स टु 1 2 3 छ। अब यो जुन यो हामीले अघि डिफिनेसन पढ्ने बेलामा इज इक्वल टु भने इक्वल सेट भन्यो नि। इक्वल सेट भनेको चाहिँ कस्तो हुनु पऱ्यो भन्दा सेट एमा कतिवटा इलिमेन्ट छ सेट बीमा पनि त्यतिवटै हुनु पऱ्यो, अनि जे छ त्यही हुनु पऱ्यो, एक्ज्याक्ट फोटोकपी है। त्यस्तो केसमा चाहिँ नि ए र बीलाई इक्वल सेट भनिन्छ। के भनिन्छ अरे त? ए र बीलाई इक्वल सेट भनिन्छ। यस्तो इक्वल सेट हुने बित्तिकै ए भनेको चाहिँ नि बीको इम्प्रोपर सबसेट भन्न नि पाइयो, बी भनेको चाहिँ ए को इम्प्रोपर सबसेट भन्न नि पाइयो। तर के हुँदो रहेछ? सिर्फ एउटा मात्र इम्प्रोपर सबसेट बन्छ है। यो कुरा चाहिँ नि बुझ्ने। यो प्रोपर सबसेट इम्प्रोपर सबसेट भनेको चाहिँ इम्पोर्टेन्ट छ है तपाईँहरूको इक्जामको लागि।